नमस्कार। कार्यक्रम मालश्री संवादमा यहाँलाई हार्दिक स्वागत छ। म गणेश केसी। कार्यक्रम मालश्री संवाद तपाईँ प्रत्येक दिन यसै समयमा सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी विभिन्न समसामयिक विषयवस्तु उठान गर्छौं र सम्बन्धित अतिथिसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्दछौं। यसै सन्दर्भमा आज हामी जिल्ला समन्वय समिति रोल्पाको बारेमा कुराकानी गर्न गइरहेका छौं। जिल्ला समन्वय समिति रोल्पाले यही महिनाको 16 र 17 गते आफ्नो वार्षिक प्रगति समीक्षा चाहिँ सार्वजनिक गर्दैछ। के खालको कुन पालिकाले चाहिँ कस्तो प्रगति गरे अथवा चाहिँ समग्रमा पालिकाले गरेका प्रगतिहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ, यो हिसाबले वार्षिक प्रगति तथा समीक्षा सम्पन्न गर्दैछ। त्यो सँगसँगै अहिले जिल्लामा एक खालको मनसुन जिल्लामा मात्रै नभएर नेपालकै अवस्था हेर्दाखेरि मनसुन सक्रिय छ। त्यो मनसुनको कारणले गर्दाखेरि रोल्पा जिल्लामा यो पटक दुःखद घटनाहरू धेरै घटेको अवस्था रहेको छ। बीचमा रोल्पा जिल्लाका विभिन्न पालिकाहरूमा यसरी पहिरोको कारणले, बाढीको कारणले गर्दाखेरि जो धनजनको क्षति भएको छ, यसबाट समन्वयले त्यो चाहिँ जो राहत वितरणका कुरा उद्धारका समयमा अथवा चाहिँ त्यहाँ पुगिसकेपछि, उद्धार भइसकेपछि जो राहतको प्रक्रिया रहेको छ, त्यो बेलामा सहजीकरण गर्नको लागि चाहिँ कस्तो भूमिका खेलिरहेको छ, त्यहाँको वास्तविक अवस्था के हो, किन चाहिँ यो पटक रोल्पामा धेरै मात्रामा धनजनको क्षति भयो, न्यूनीकरण गर्नको लागि पालिकाहरूले गरेको प्रयास चाहिँ के रहेको छ। त्यो सँगसँगै जिल्ला स्तरीय विपद व्यवस्थापन समिति रहेको छ, प्रदेशमा प्रदेश स्तरीय र सङ्घ स्तरमा सङ्घ स्तरकै, त्यो सँगसँगै ओडादेखि सङ्घसम्म यो खालको विपद व्यवस्थापनको लागि समिति भइरहँदाखेरि सबै समितिहरूको बिचमा समन्वय कायम गरेर एउटा जो खालको घटना घटेको छ, जो खालको विपत्ति रोल्पामा आएको छ, त्यसलाई चाहिँ राहतको लागि अथवा चाहिँ एउटा जुन खालको घाउमा मलमपट्टी लगाउनको लागि समन्वयले खेलेको भूमिका के छ भन्ने हिसाबले हामी कुराकानी गर्छौँ। त्यो सँगसँगै विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, त्यो लगायतका विभिन्न ठाउँहरूमा समन्वयले पनि विभिन्न समन्वयको भूमिका खेल्ने भएको कारणले गर्दाखेरि के छ पछिल्लो अवस्था। त्यो सँगसँगै जिल्ला स्तरीय खोप समितिको संयोजक पनि समन्वय प्रमुख रहने, त्यो सँगसँगै पछिल्लो समयमा राज्यको पुनर्संरचना अथवा चाहिँ सीमा हेरफेरको लागि जो समिति बनेको छ, त्यसको संयोजक समेत समन्वय प्रमुख भएको कारणले गर्दाखेरि यी यावत विषयमा चाहिँ के छ, के भइरहेको छ भन्ने हिसाबले हामी पछिल्लो कुराकानी गर्न गइरहेका छौँ। त्यसको लागि आजको हाम्रो कार्यक्रमको अतिथि हुनुहुन्छ जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य। सम्बन्धित विषयमा तपाईँको कुनै प्रश्न, प्रतिक्रिया, जिज्ञासा छ भने हाम्रो स्टुडियोको सम्पर्क नम्बर 086 440 165 मा सम्पर्क गर्दै गर्नुहोला। म भने अतिथिसँगको कुराकानीसँग जोडिन्छु। स्वास्थ्य कार्यक्रममा धन्यवाद। सञ्चालन हुनेछ। अब विपदकै कुराकानी गरौँ, त्यसपछि अन्य विषयवस्तु चाहिँ जोडौँला। रोल्पामा हेर्ने भने अहिले राष्ट्रिय मिडियाहरू, सामाजिक सञ्जालहरू पनि तातिएको अवस्था रहेको छ। ठुलो विपदको घटना घट्यो बाढी पहिरोको कारणले गर्दाखेरि, राहत नपाएको अवस्थाहरू, सङ्कलन भएका राहत सामग्रीहरू पनि कुनै निश्चित स्थानमा डम्पिङ भएका कुराहरू, यी कुराहरू चाहिँ आइरहेको छ। समन्वय प्रमुखको हिसाबले यी घटनाहरूले हजुरले चाहिँ कसरी हेर्नु भएको छ? धन्यवाद गणेशजी प्रश्नको लागि। रोल्पा जिल्लामा अहिले यो वर्ष अलिक बढी विपदका घटनाहरू घटिरहेछ। तपाईँहरूलाई थाहा भएकै कुरा हो। विशेष गरेर असारको महिनामा जेठको महिनामा जलजनामा जुन गाडी दुर्घटना भयो, त्यस पछाडि अहिले रोल्पामा अलिक बढी सङ्ख्यामा घटनाहरू घटिरहेछ। त्यसमा पनि विशेष गरेर थबाङ र अब सुनसरी त्यो बेल्टमै यस्ता घटना भइरहेछ। हामी वर्षाको एकदम यो पिकमै छौँ। अझै वर्षा धेरै समय छ, बल्ल आज के अरे भदौको 5 गते भएको छ र जति पछि भयो त्यति फेरि वर्षा बढिरहेछ। अब यो बिचमा लगभग हाम्रो 20-22 जनाभन्दा बढी यस्तो बाढी पीडित, अब बाढी पहिरो सबै गरेर ज्यान गुमाउनु भएको छ। सर्वप्रथम यो विपदको बेलामा, जुन विपदको घडीमा ज्यान गुमाउने सम्पूर्ण महानुभावहरू, उहाँहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। त्यसै गरेर घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्छु। त्यसै गरेर मैले त्यसको लगत्तै जिल्ला समन्वय समितिबाट एउटा शोक वक्तव्य हामीले त्यसबेला जारी पनि गरेका थियौँ र सबै समस्त पक्ष जुन हामी रोल्पावासी छौँ र त्यसमा पूर्व पश्चिम सबैतिरका र विशेष गरेर यो क्षेत्रमा खट्ने सबैलाई यो विपदको बेलामा हातेमालो गरौँ, एकले अर्कालाई सहयोग गरौँ भन्ने प्रकारको हामीले आग्रह अनुरोध पनि गरेका थियौँ। यो बढिरहेछ र हिजो आज पनि अझ बाढी मतलब बढ्दैछ। अब यही हाम्रै सदरमुकामको यो बीच बजार त्यहाँनिर पनि अब ठुलो जोखिम छ। अब यही नगरपालिका जाने ठाउँमा ठुलो पहिरो गइरहेछ र फेरि पानीको तीव्रता बढिरहेछ। त्यस कारणले यो बेलामा सबै सजग रहन पनि मैले अनुरोध गर्दछु। र अब यो बिचमा के भएको छ भन्ने विषयमा तपाईँले प्रश्न जिज्ञासा राख्दै गर्दा अस्ति मात्रै हाम्रो जिल्ला प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा यो विपद व्यवस्थापन समिति तथा यिनको मतलब बैठक बस्यो
त्यसपछि त्यो बेलामा तपाईँले भने जस्तो केही गुनासाहरू पनि आएका केही आशंका पनि थिए राहत बाँड्ने विषयमा के भएको छ। अब जाँदै जुन सबैले जाँदै राहत भन्दै जाने र अझ कतिपय त्यो सम्बन्धित ठाउँमा पुग्न नसक्ने स्थिति भावनाले यस्तो बेलामा अलि विवाद हुन्छ, किनकि भूकम्पको बेलामा पनि यस्ता धेरै विषय आछन्। त्यो भएर अस्ति कमसेकम एक द्वार प्रणालीबाट एउटा ठाउँबाट त्यो विपद व्यवस्थापन समितिमै त्यो जम्मा गरेर समानुपातिक ढङ्गले बाँड्दा राम्रो हुन्छ। यसमा पनि अलि हामी हेरौँ है, यसमा अलि चेक गरौँ भन्ने ढङ्गले पनि छलफल भयो। र अब सिडिओ साहबले के भन्नुभयो, यस्तो नहोला, अब फुत्तो जानेको त के छ, तर सबै ठाउँबाट हामी कहाँ सिडिओ साहबले भन्नुभयो अनुसार हामी कहाँ आछ कहाँ के दिने भने हुनाले हामी तपाईँलाई खबर गर्छौँ। हामी कहाँ चाहिने चिज के हो त्यो अनुसार कुनै ठाउँमा खाद्यान्न होला, कुनै ठाउँमा बन्दोबस्तीका चिजहरू पनि होला, विविध चिजहरूलाई त्यो अनुसार एउटै मात्रै दिने भन्दा त्यो अनुसार हामी खबर गर्छौँ र त्यस्ता सामानहरू उपलब्ध बनाउनु होला भन्ने ढङ्गले छलफल भइरहेछ भन्ने हुनाले त्यस्तो बनिरहेछ। र अब त्यहाँ उद्धारको निम्ति त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र लगायत गाउँपालिका, स्थानीय सरकार सबै गएर त्यहाँ खट्नु भएको छ, गर्नुभएको छ। अब हामी चाहिँ मैले त्यो बेला म दाङतिर थिएँ, म आउँछु भन्दै गर्दा सिडिओ साहबले त्यस्तो आउने यहाँ हेर्ने स्थिति छैन, किनभने अप्ठ्यारो छ, बाटो पहिरो गइरहेछ, पानी पर्ने स्थिति छ भन्नुभयो। त्यो बेला त्यति मात्र नभएर हाम्रो प्रदेशका मान्यज्यूहरू पनि त्यहाँ पुग्नुभयो, रेड क्रस पुग्यो, सबै पुग्नु भएको छ। उहाँहरू सबै अब मतलब पुग्ने बेलामा जनतालाई सहानुभूति दिने, जनतालाई भेट्ने सवालमा सबै लाग्नु भएको छ। त्यसमा त्यस्तो छैन। तपाईँले भने जस्तै कहिलेकाहीँ व्यक्ति रूपले यसलाई पनि कस्तो भने हामी बाँड्छौँ भन्दै सङ्घ संस्थाहरू जाँदै गर्दा कतै मतलब त्यो राहत पाएको कतै नपाउने स्थिति चाहिँ नबनोस् भनेर हामी अलिक छलफल चाहिँ गरेका छौँ अस्ति। राहतको कुरा यो जो उद्धारको कुरा हेर्ने भने जति सक्यो विकट ठाउँ होइन, त्यसमा पनि पहिरोको कारणले गर्दाखेरि पहुँच मार्गहरू अवरुद्ध भएको कारणले गर्दा घन्टौँ हिँडेर पनि त्यहाँ गएर उद्धारका कामहरू भएका छन्। त्यसमा कुनै खोट छैन, समयमै चाहिँ उहाँहरूले उद्धारका कामहरू सक्नु भएको छ। तर विपदको समयपछि उद्धारपछि अर्को आवश्यक चिज भनेको चाहिँ राहत वितरण हो। अहिले पनि विभिन्न सामाजिक सञ्जालहरूमा त्यो सँगसँगै राष्ट्रिय मिडियाहरूमा पनि जबर रूपमा चाहिँ आइरहेको छ, सामानहरू एक ठाउँमा डम्प भयो, जसले चाहिँ पाउनु पर्ने हो त्यो कुरा चाहिँ पाउन सकेन भन्ने चाहिँ आइरहेछ। अब यो विषयमा चाहिँ के हो, खासमा वास्तविक त्यही हो कि मिडियामा आए अनुसार अथवा चाहिँ राहत प्राप्त भइरहेको छ कि हजुरै जानकारी के छ? होइन, यस्तो अस्ति त मैले भने बैठकमा बस्दै गर्दा कहिले यस्तो नहोस् भनेर हामी सजग पनि भएको छौँ। सिडिओ साहबहरूले पनि त बुझिराख्नु भएको छ र स्थानीय सरकार हाम्रो पालिका अध्यक्षज्यूहरू उहाँहरूले त्यस्तो भएको छैन। अब एकाध कतै भएको छ भने त्यो हामी जान्दैनौँ, तर नियतमा त्यस्तो भएको छैन। सकेसम्म सबैलाई अब तर यो फुलिबन पहिरोको कारणले गर्दाखेरि त्योभन्दा अगाडि चाहिँ राहत सामग्री पुग्यो होइन, त्योदेखि उता जान नसक्ने स्थिति भएको हुनाले एउटा समस्या भएको छ। त्यही भएर एक ठाउँमा जम्मा गर्ने र त्यसपछि हामी स्थानीय सरकारहरूकै मातहतबाट उहाँहरू माध्यम बनेर गएपछि चाहिँ राम्रो हुन्छ। बिचमा कहिलेकाहीँ एउटा कस्तो हुँदो रहेछ भने अब त्यो राम्रो पनि हो सङ्घ संस्थाले गर्ने कुराकानी, तर उहाँ पुग्न नसक्दाखेरि जहाँ बिचमा छोड्दाखेरि त्यो पाउनुपर्ने अथवा पीडितले पाउने भन्दा कहिलेकाहीँ गडबड हुने स्थिति, त्यो त हाम्रो नियतको कुरा पनि भयो। तर गडबडी नभए पनि राहत समयमै प्राप्त गर्नु भएन भने एक ठाउँमा चाहिँ राहत थुप्रिएर बस्यो होइन, पाउनुपर्नेले पाउनु भएन अथवा चाहिँ उहाँहरूको बिचमा धेरै समस्याहरू होला, घरबारै छैन, उहाँहरूको आफन्त नै होइन, घरबार छैन। तर अस्ति पनि के भयो, कहाँ कसरी राख्ने भन्दै गर्दा हामी छलफल पनि गऱ्यौँ। विशेष गरेर लुङ्ग्री गाउँपालिकामा चाहिँ अब त्यो पहिरै गएको छैन, तर बस्ने ठाउँ छैन, उहाँहरूले एक ठाउँमा सारिएको छ। त्यहाँ पनि हामी सिडिओ साहबहरूले सबै ल्याएर सङ्कलन गरेर ल्याउँदाखेरि पालिका अध्यक्षज्यूहरू सबैको रिपोर्ट अनुसार के थियो भने उता उहाँको विशेष गरेर थबाको त्यो पहिरोको चाहिँ उहाँहरूको आफन्त कहाँ अहिले सेट हुनु भएको छ। अहिले तत्कालै लगेर उहाँहरूले फेरि त्यस्तो अब थाहै त बनाउने नै छैन, अस्थायी पनि कहाँ बनाउने, अलिकति बस्ती त एक बर्खा त कमाउनु पऱ्यो, पहिरो लडेकै छ। फुलिबनको त तपाईँलाई थाहा छ, अलिकति पनि लडेकै छ। त्यसपछि मान्छेहरू त्यो ठाउँमा पुग्न पनि नसक्ने स्थिति भएको हुनाले अब त्यसमा लागिरहनु भएको छ, सबै लाग्नु भएको छ। हामीले विश्वास गर्ने कुराकानी हो। कहिलेकाहीँ तपाईँले भने जस्तो मलाई ठ्याक्कै म कहाँ आएको छैन। अस्ति हामी सबैले त्यहाँ जुन सरकारवालाहरू हुनुहुन्थ्यो सबै सँगसँगै, जस्तो स्थानीय तह हुनुहुन्थ्यो, त्यसपछि अब यो रेड क्रस भयो, त्यसपछि लगायत सबै, त्यसपछि यो उद्योग वाणिज्य सङ्घ, सबै सरकारवालाहरू, अनि त्यसपछि सबैले गर्दाखेरि यिनी विषयमा हामी सबैले चासो र चिन्ता यसलाई कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने कुरामा सिडिओ साहबले राम्ररी गर्नुभएको थियो। आउँदैछ, छलफल छ। त्यसपछि हामी स्थानीय सरकारले बुझाएको छौँ, उहाँहरूले त्यस एउटा ढङ्गले दिइराख्नु भएको छ भनेपछि हामीले विश्वास गर्ने कुरा हो। र तपाईँले यहाँ चिन्ता गरेको बाहिर आएका कुरा
बैठकमा पनि उठेका थिए र यसलाई जसरी हुन्छ व्यवस्थित गरौँ, किनभने भूकम्पको बेलामा पनि यस्ता भएको छन्। पटक पटक यस्ता चिजहरूले फेरि के गर्ने, काम गर्ने मतलब व्यक्तिहरूलाई पनि कहिलेकाहीँ विवादमा पार्ने भावना त्यति राम्रो हुन्न। त्यही भएर अलिक सजग बन्नुभयो भन्ने कुरा चाहिँ भएकै छ। अब चौतारी सुरुमा अहिले गुनासो चाहिँ के आइरहेको छ भने मन्त्रीहरू सामान्य बिरामी हुँदाखेरि चाहिँ हेली प्रयोग गर्ने, त्यहाँ चाहिँ सामान्य पहिरोले त्यो राहत सामग्री छेक्दाखेरि चाहिँ त्यो डिस्ट्रिब्युट चाहिँ गर्न सकिँदैन हेलिकप्टरबाट भन्ने कुराहरू पनि आएको छ होइन? त्यो त रुपाको पहुँच पुगेन कि सामान्य भएन कि? अब त्यो त पहुँच नपुगे होला। त्यो त कमसेकम हाम्रो के अरे सङ्घीय मान्यज्यूले पनि त्यहाँका सबै विषय भन्नुभएको छ। हामी हेर्छौँ त भन्नुभयो। अब कति हेर्नुभयो त्यो उहाँहरूको कुरा पनि हुने भयो। त्यो आएको छैन, भएको छैन। अस्ति हेलीसम्मकै कुरा चाहिँ आएन। तर कस्तो भयो भने तपाईँले भने जस्तो त्यो ठाउँमा अब जुन दुर्घटना भएको ठाउँ, पहिरो गएको ठाउँसम्म जुन सबै मान्छेहरू गएर त्यहाँबाट उता जाँदाखेरि यति धेरै ढुवानी खर्च, सामान लगेको खर्च, धेरै ढुवानी खर्च बढी आउने भावनाले व्यक्तिले संस्थाले नसक्ने भावनाले स्थानीय सरकारले त्यसलाई म्यानेज गर्ने र मतलब त्यहाँको आवश्यकता अनुसार बाँड्ने भन्नेसम्मको छलफल भएको थियो। अब हेलीसम्मको कुरा अहिले तपाईँले उठाउनु भयो एकदम राम्रो। त्यो त आवश्यकता हो। अब मन्त्रीका कुरा यिनी त आइरहेछन्। तर अस्ति हाम्रो छलफलमा हेली नै जाने कि ल्याउने कि भन्नेसम्मको फेरि छलफल भएको छ। हजुर, अब यो पटक विपदको कारणले गर्दाखेरि अलि धेरै धनजनको क्षति भयो रोल्पामा होइन? अरू ठाउँमाहरू पनि त्यस्ता खालका घटनाहरू घटे, मनसुन अझै बाँकी छ। सामान्य प्रमुखको हिसाबले के भन्नुहुन्छ? नै अब यस्तो यो नै विपद कस्तो हो भने यो चिज अब हामीलाई भनेर अथवा घोषणा गरेर आउने चिज होइन। यिनी आकस्मिक आउने दुर्घटना हुन्। यस्तो विषयमा हामीले के भने सजग रहने कुरा हो। मान्छेहरू कस्तो पनि भयो भने हामी मान्छेहरू अलिक बढी पनि भयौँ कि हुन त अब त्यहाँको सवालमा त भूगोलै पहिरै गाउँै गएको छ। अब त्योमा कहाँ बसाल्ने विचार बाध्यता भयो। तर कतिपय ठाउँहरू खोलाहरूमा बस्ने, खोलाको छेउछाउमा नबस्नुहोस् है भन्दासम्म, मान्छेलाई नपर्दासम्म अप्ठ्यारो ठाउँमा बसिरहेको। अब तपाईँ त्यही बेल्टोको कुरा गर्नुहुन्छ। अब सुनिसहरू रोहिणी बाङको स्थिति हेर्नुहोस्, त्यो भोलि के स्थिति होला, त्यो माथितिर फ्याँकिँदैछ। अब भूगोलको हिसाबले छुट्टै ल्याएर राख्ने ठाउँ त्यताको हेर्दा छैन। त्यहाँबाट बस्ती बसालेर ल्याएर पनि कहाँ राख्ने, हिजोदेखि त्यही चलिरहेछ। तर त्यहीमा पनि फेरि कस्तो हो भने अहिले यो जुन हाम्रो भौतिक पूर्वाधार बाटोघाटोले गर्दाखेरि पनि केही गरेछ। यसमा पनि दुई पक्ष छ। फेरि कतिपयले बाटैको कारणले त होइन है, 50 वर्ष अगाडि पनि गएको थियो भन्ने कुरा पनि हो। तर फेरि बाटोको कारण यिनी जुन उपकरणहरूको प्रयोग गर्दाखेरि फेरि त्यसले फेरि स्वाभाविक केही प्रभाव पार्छ। यसको मतलब त्यो भयो भनेर अब पूर्वाधार विकास नहुने पनि होइन। अहिले कस्तो हो भने यसलाई पनि अब यस्तो आउन सक्छ है भनेर सजग बन्ने, अलिकता हामीले अप्ठ्यारो ठाउँहरूमा पहिरो जाने यस्तो ठाउँहरूमा अलिक कम गर्ने र घरमा बाटो लग्ने जुन प्रक्रिया छ यसलाई अन्त्य गरेर कमसेकम एउटा मेन अब वे बनाइसकेपछि थोरै कष्ट गर्ने स्थिति पनि भयो भने पनि यो अलिक कम हुन्थ्यो होला। अब त्यताको भूगोलको त अब सुनसरीको भूगोलको त तपाईँ हामी थाहा पाएकै छौँ। फुलीवनदेखि त जङ्गलै वनै पहिलेदेखि जाँदैछ। अब त्यसलाई बरु त्यहाँ बस्तीलाई कसरी अर्को ठाउँमा मतलब स्थानान्तरण गर्ने, बस्ती कसरी सार्ने, यो विषयमा छलफल गर्ने कुरा हो। तर अस्ति हामी छलफल गऱ्यौँ कहाँ लिएर आने। अब यति गर्दा सेरमको पारी गाउँ पुरा सबै दाजा फाटा छ, ठुलो गाउँ। अनि त्यसपछि त्यो बेला सधैँ कुरा उठाउनु भयो। माथिबाट सब गाछ बस्ती आएछ नि, त्यो सोटे गयो भने त बस्ती केही रहनेवाला छैन। त्यसपछि हिजो मैले बिहान मात्रै पालिका अध्यक्षज्यूले अर्को विषयमा फोन गर्दै थियौँ। के छ अध्यक्षज्यू भने अब यो जयमेघशालादेखि उतापट्टिको त्यो गाउँ तल यति धाजा फाटेछ, तल खोलाले तानेछ। अलि ठुलो गएर जोखिम भयो भने त्यहाँ फेरि अर्को क्षति हुनेवाला छ। त्यहाँ 10-12 घरलाई कता राख्ने भने एउटा कुरा भूगोलको बनावटै त्यस्तै भयो। अब यसमा हामी के गर्न सक्छौँ र त्यही सकेसम्म क्षति नहोस् भनेर अलि सुरक्षित ठाउँमा लाग्ने कुरा हो। दोस्रो कुराकानी फेरि अलिकति पूर्वाधारहरू भौतिक बाटैका कुरा यस्तो गर्ने विषयलाई पनि अब अलि अध्ययन गरेर कुन ठाउँ अलि जोखिमपूर्ण छ, कुन ठाउँ बढी पहिरो जान्छ र त्यो विकास त्यसलाई मात्रै नगरेर बरु एउटा चाहिँ के गर्ने भने पहुँच मार्ग बनाइसकेपछि अलिकति हामी हिँड्ने तरिका अलिकति खुट्टालाई पनि यो गर्दाखेरि त्यति समस्या पर्दैन। घरमा बाइक हिँड्नु पर्ने जुन प्रकारको एउटा स्थिति छ त्यसले पनि यसमा केही अब फेरि यस्तो विपद हुनमा यस्तो मतलब अलि बढी सघाउ गरेको छ कि जस्तो मलाई लाग्छ। तर अर्को विषय चाहिँ विपद आउन सक्छ भन्ने पूर्वानुमान हुन्छ होइन? त्यो बिचमा पनि
तपाईहरु चाहिँ पहिरोको जोखिममा हुनुहुन्छ कि सक्नुहुन्छ भने चाहिँ अन्यत्र व्यवस्थापन गर्नुस् आफन्तमा बस्नुस् भन्दा पनि हामी त सदियोदेखि बसेको हो यही हामीले कुनै फरक पर्दैन भनेर बसिराख्नुहुन्छ नमान्ने नजाँदासम्म नमान्ने त्यसपछि अलिकति लग्यो भने पछाडि फेरि त्यहीमा आइहाल्ने अन्त एउटा भावना कुरा पनि आफ्नो सबै चिज त्यही हुन्छ भन्ने पनि होला अनि विपद भयो जोखिम भयो भने धेरै हामी गर्ने तर सकेसम्म सारौँ भन्दाखेरि कसैले पनि मान्नुहुन्न र त्यहाँको कन्डिसनमा त फेरि कहाँ सार्ने लगेर सार्ने जस्तो ठाउँ पनि छ त्यति नभए अब सकेसम्म कुनै ठाउँमा त नसोचेको विपद पनि आउँछ जस्तै कोटलबाराकै कुरा गर्ने हो भने त्यहाँ त्यत्रो पहिरो आउला घर बगाउला भन्ने त सम्भावना देखिदैन त्यही त त्यो पहिल्यै गाह्रै छ त्यो राम्रो बस्ती थियो कति राम्रो कहाँबाट आउला एकाएक आइहाल्यो त्यो भएर नि विपद भन्ने कुराकानी कहाँनिर आउँछ कुन बेला आउँछ कसरी आउँछ भन्ने कुरा थाहा हुन सजग रहने कुरा हो त्यो त 150 वर्ष अगाडिको इतिहास पनि हेर्नुपर्ने रहेछ फेरि त्यही त अब 50 वर्ष अगाडि भनेपछि नआउला भन्ने पनि पर्यो होला अब पहिरो नै गएर बसेको बस्ती रहेछ त्यसपछि मान्छेले कस्तो हुन्छ भन्नुहुन्छ भने 2 महिनाले सबै सिद्ध हुन्छ तराईमा 1-2 महिनाको जाडोले शीतलहर लगाएर मान्छे मर्छन् पहाडमा के हुन्छ भने 1-2 महिनाको पानीले अरू बेला त सहजै हुन्छ तर अब यस्तो स्थिति भएको छ यो बेलामा हामी कसरी के भन्दा पनि अब अप्ठ्यारो भए बेला चाहिँ अलिअलि महसुस गरे जस्तो त्यसपछि अब यो फेरि बन्द हुँदै गयो त्यसपछि पानी बन्द भएपछि फेरि मान्छे फेरि त्यति जाने अहिले पनि हामीले कमसेकम एउटा मापदण्ड छ मापदण्ड खोलाकै ठाउँमा बग्न दिउँ अब बाटोहरूमा पनि जथाभावी नगरौँ भन्दाखेरि फेरि मान्ने कुरा हुँदैन मापदण्ड मिचेर खोलाका धारहरू परिवर्तन गरेर घर भन्ने त्यसपछि अब त्यहाँबाट कमसेकम यो त हाम्रो सबै राख्नु पर्यो नि त उसको पनि त ठाउँ छ यस्ता यद्यपि त्यहाँको सवालमा त्यो नहोला अरू ठाउँमा पनि बजारकै क्षेत्र हेर्ने भने त्यो छ हामी त पटपट रुनीबाङको हेर्नुस् त्यहाँ त्यो पारिपट्टि छैन एकदम त्यसको ढिक कहाँ हो त्यो पनि थाहा छैन अब त्यसपछि नमान्ने र विपत्तै भएपछि जोखिम भएपछि सिद्धिएपछि मात्रै सम्झिने जुन प्रकारको सदरमुकाममा पनि त्यस्तो अवस्था छ हैन पाकिस्तान बीच बजारको त्यो बेला पटक त्यहाँ भन्नेको बीच बजारमा यसलाई यस्तो नगर बनाएपछि राम्रो अगाडिबाट साततालीको अवस्था पनि त्यही छ खोला नै थुनेर चाहिँ बजार बनाइया त्यही त साततालीको त्यो छ त्यहीँनिर पनि त्यो घरहरू त्यो खोला नै हो त्यसले माथिको घर तान्दैछ अनि हामीले यस्तो भनेको चिज उहाँहरूले राम्रो मान्दिनुहुन्न यसो बोले भन्नुहुन्छ तर त्यसले भोलि हुने जोखिम कति हुन्छ भन्ने कुरा त्यस बेला पनि गर्ने स्थिति छ त्यो भएर हामी आफै सचेत हुने सजग हुने कुराकानी र हामीले भन्नु नपर्ने सबै चिजलाई छोडिदिने कि आफ्नो आफ्नो ठाउँ छ त खोलाको पनि त आफ्नो उसको सिमाना छ बहाव छ उसको सिमाना छ त्यसपछि त्यो गऱ्यौँ भने हुन्छ तर हामी अलि पनि हामी नै मूर्ख भयौँ जनताहरू त्यसको सवाल अहिले पूर्वको सवालमा भनिन अरू ठाउँको सवालमा अब त्यहाँ त कस्तो छ भन्नुहुन्छ भने कहाँनिर छ भूगोलै त्यस्तो छ बिचरा कहाँ जाने त्यसपछि उहाँहरूले अहिले हामी सार्छौँ हिजो मात्रै अहिले आज अध्यक्ष अस्ति विपदको बैठकमा आउनै सक्नु भएन बाटो खन्दै हुनुहुन्छ फुलीभन्दा अलि त्यो पालिकाभन्दा अगाडिको पहिरो आएकै छ तलबाट तानेकै छ त्यसपछि अहिले त्यतातिर अत्यन्तै अप्ठ्यारो स्थिति बनाएको छ उहाँहरूले सक्ने नसक्ने स्थिति बनिरहेछ त्यसमा सबै लागौँ सबैले गरौँ यो किनभने विपद सबैलाई आउने कुराकानी हो यस्तै बेलामा हामी सबै एकजुट हुने चाहिने एकजुट हुने अरू बेलामा जे भए पनि विपदको बेलामा हामी एकताबद्ध हुने भन्ने कुरा यही भन्न चाहन्छु अब विपदका घटनाहरू घटिहाले हैन अब सकेसम्म अब त्यस्ता घटनाहरूमा चाहिँ धनजनको क्षति नहोस् हामी कामना पनि गरौँ अब विपदको घटना भइसकेपछि एउटा अब राहतको कुराहरू तत्काल उपलब्ध हुने राहतहरू कुरा चाहिँ लगभग पुगिसकेको होला अहिले हामी चाहिँ त्यो कामना गरौँ अब त्यसपछि फेरि अन्य राहतका कुराहरू पनि होला हैन परिवारको चाहिँ मृत्यु भइसकेपछि उनीहरूले प्राप्त गर्ने राहतका कुराहरू होला त्यसैको दिन पनि भोलिपल्ट थबाङ गाउँपालिकाको त्यहाँबाट रिपोर्ट गर्ने बेला भन्नुभएको थियो एकदम अत्यन्तै आवश्यक चिज हामीले एक सरो कपडाहरू ओढ्ने गोछ्याउने पकाउने र खाने चिजहरू पुगाएको छौँ भन्ने उहाँहरूको भोलिपल्ट गरिसक्नु भएको थियो अब अलिअलि त्यो बेला अप्ठ्यारो भयो त्यसपछि फेरि यता अरू सुनसरीले पनि त्यो सपोर्ट गर्यो र बाहिरबाट जाने प्रक्रिया सुरु भयो त्यही तपाईँले भने जस्तै कहिलेकाहीँ कसैले मात्रै पाउने बोल्नेले पाउने नबोल्नेले नपाउने त्यस्तो नबनोस् भन्ने चाहिँ छलफलको अस्ति हाम्रो मुख्य विषय त्यही थियो अब त्यो सँगसँगै अब धेरैको घर बगेको छ त्यहाँ हैन अब धनजनको मानवीय एउटै परिवारमा पनि धेरैको चाहिँ मृत्यु भयो उहाँहरूले चाहिँ पाउनुपर्ने राहतका क्षतिपूर्तिका कुराहरू होला उहाँहरूको कसैको जमिनै छैन सबै बगाइयो भने उहाँहरूले जमिन कुन ठाउँमा दिने भन्ने होला उहाँहरूको घर बनाउने कुराहरू होला त्यसको लागि चाहिँ प्रदेशले सङ्घले चाहिँ एक खालको मापदण्ड बनाएर चाहिँ राहत कसरी वितरण गर्ने भन्ने कुरा छ अब योमा चाहिँ अब समन्वय गर्ने हिसाबले हजुरको पाटो चाहिँ मेरो पाटो भन्दा पनि यो विपद व्यवस्थापन समिति जुन छ त्यो मार्फत आउने भावनाले हामीले सहजीकरण गर्ने कुरा पनि हो जस्तो विपदको बेलामा पनि राहतको हिसाबले सरकारले दिने हिसाबले स्थानीय तहको एउटा सर्टेन छ त्यो चाहिँ प्रदेशको छ सङ्घको छ त्यसको क्याटेगोरी छ तपाईँलाई थाहा भएको कुरा यहाँ व्याख्या गर्नु परेन मरेको कति
घाइते भएको कति, धनजनको क्षति भएको कति, उसले कति दिन्छ भने एउटा त्यो छ। त्यो त पर्याप्त त होइन, त्यो त एकदम थोरै हो। त्यही पनि सरकारले त्यति गरेको छ। त्यसमा फेरि अब अरू अहिले त सङ्घ संस्थाहरू पनि होला, त्यसपछि उहाँहरूको पनि हामी सहयोग आवश्यकतै छ। त्यसपछि यो बिचमै पनि हामी दिन सक्छौँ है भनेर आउने पनि हुनुहुन्छ। जस्तो सङ्घ संस्थाका महानुभावहरू हुनुहुन्छ, उहाँहरूप्रति पनि म अब उहाँलाई धन्यवाद दिन चाहन्छु। यो आउने प्रक्रिया छ र मात्र कहाँनिर हो भने अहिले फेरि यो जुन बर्खा सुरु भइरहेछ, जमिन बगिरहेछ, उहाँहरूको स्थायी त्यो बसोबासको त अहिले सम्भावना छैन। त्यो अहिले कहाँ छ भने उहाँहरूको आफन्त जो हुनुहुन्छ, अहिले केही समय यो बर्खा नहुँदासम्म के अरे मतलब नसकिँदासम्म उहाँहरू आफन्त कहाँ गएर उहाँहरू सेट गर्ने, त्यस पछाडि फेरि पुनर्निर्माणको कामहरू गर्ने। अब त्यो अस्थायी हुन्छ कि स्थायीमा हुन्छ कि भनेर त्यही प्रकारको छलफल भयो। अहिले त हामीले अस्थायी टहरा अब त्यो मतलब केही तिरपाल सिरपाल अथवा त्यो साना टेन्टहरू जस्तो बनाएर राख्ने, अनि कतिपय आफन्तहरूको ठाउँमा भएपछि छोराको छ, अर्को दाइको छ, भाइको छ, त्यसरी म्यानेज गर्ने स्थिति बनेको छ। हामीले गरेका छौँ भन्नुभएको छ त्यो रिपोर्ट आउँदाखेरि। अब यो हजुरहरूले आर्थिक वर्ष 2082-83 को वार्षिक समीक्षा यही महिनाको 16-17 गते गर्दै हुनुहुन्छ। के छ पूर्व तयारी कसरी? ठिकै छ, यो हाम्रो नियमित कार्यक्रम हो। योमा कस्तो हुन्छ भने यो 82-83 मा गरेका कामहरूको समीक्षा अहिले 83-84 मा उहाँहरूले राख्नुहुन्छ। पालिकाले गरेको कार्यक्रम, पालिकाले गरेको र सरकारी हाम्रो यो जुन सरकारी कार्यालयहरूले, सङ्घ प्रदेश अन्तर्गतको कार्यालयहरूले यो 2 दिन राख्दैछौँ। यसमा हाम्रो माननीय वर्षमान पुन सङ्घीय मान्यज्यू आउँदै हुनुहुन्छ, त्यसपछि प्रदेशका मान्यज्यूहरू पनि आउनुहुन्छ। उहाँहरूले गरेका काम, यहाँका समस्या, यहाँका उपलब्धिहरूको बारेमा उहाँहरूले सबै जानकारी गर्ने कुरा हुन्छ। एक दिन हामीले के गर्छौँ भने 16 गते र 17 गते 16 गते कार्यालयको गरेर 17 गते पालिकाहरूको गर्छौँ। यो नियमित, यो हाम्रो प्रत्येक वर्ष हुने कार्यक्रम हो र जिल्ला समन्वय समितिको मुख्य काम पनि हो। हजुर, 16 गते चाहिँ पालिकाहरूको हुने भयो, 10वटा पालिकाको, 17 गते चाहिँ सङ्घ र प्रदेश। 16 गते कार्यालयको, प्रदेश सङ्घ अन्तर्गत हामी अझ बस्छौँ। 16 र 17 2 दिन चाहिँ हामीले टाइम ल्याछौँ। त्यसमा एक दिन अब कार्यालयहरूले पनि के भन्नुहुन्छ, पालिकाले के भन्नुहुन्छ। अस्ति हाम्रो सामान्यतया यसरी गर्दा पनि हुन्छ, पहिला कार्यालय गरेर पछि पालिका गरौँ भन्ने पनि हाम्रो भएको थियो। तर उहाँहरूसँग छलफल गरेर हामी फेरि टुङ्ग्याउँछौँ। तर 2 दिन 16 र 17 चाहिँ हुन्छ। अब यो नियमित कार्यक्रम जस्तो हो होइन। अब हजुरहरूले आर्थिक वर्ष सकिएको यही अवसरमा यही समयमा चाहिँ प्रत्येक वर्ष समीक्षा गरिराख्नु भएको छ। कति चाहिँ उपलब्धिमूलक रहन्छ यो कार्यक्रम चाहिँ? अनि यस्तो उपलब्धिमूलक उहाँहरूले कमसेकम सबै पालिकाले यो उहाँहरूको पनि महत्त्वपूर्ण कार्यक्रम हो। कति के गर्नुभएको छ, समस्या के छ र सरकारी कार्यालयहरूसँगको उहाँहरूको मतलब कतिको कोर्डिनेसन छ, उहाँहरूको बिचमा कहाँनिर अलिकति समस्या छ, यिनी विषय मजाले राख्ने एउटा राम्रो प्लेटफर्म हो। उहाँहरूले कति बुझ्नुहुन्छ। त्यसपछि कस्तो भने मान्यज्यूहरूलाई पनि प्रत्येक पालिकामा अथवा प्रत्येक कार्यालयमा गएर बुझ्ने विषय भन्दा पनि सट्टै के छ त यहाँको वास्तविकता भनेर बुझ्ने उहाँहरूलाई पनि राम्रो। अनि उहाँहरूले सजेसन पाउने, सुझाव पाउने अथवा जे हुन्छ आश्वासन त नभनौँ, मतलब अवसर पाउने पनि हो। त्यस कारणले अब यो हामीले गर्ने त हाम्रो त नियमित काम भइहाल्यो। उहाँहरूको निम्ति राम्रो हो, उहाँहरूले कति बुझिदिनुहुन्छ। र अहिलेसम्म के भएको छ भने यो जिल्ला समन्वयको काम हो, हामीले किन गर्ने भन्नुभएको छ। जिल्ला समन्वयले त आयोजना मात्रै गरे, प्लेटफर्म तयार गरिदिया हो। काम उहाँहरू धेरै ठाउँ, दुनियाँ ठाउँ गर्ने ठाउँ, एक दिनमा उहाँहरू सबै ठाउँ। यो त के गर्छ भन्नुहुन्छ भने सङ्घमा जान्छ, प्रदेशमा जान्छ, त्यसपछि यति उहाँहरूले गरेको कामको प्रचार गर्ने ठाउँ हो। अब यसलाई अहिलेसम्म पनि दुःखद कुरा के भयो भने अहिले जिल्ला समन्वयको काम हो भन्ने अर्थमा बुझिदिनु, अपनत्व लिनु भएन। उहाँहरूकै हो काम। हामीले त के गरिदियो भने यो सहजीकरण गरिदिएको काम, प्लेटफर्म तयार गरिदिएको काम हो। यो हामीले गर्नुपर्छ। हामीलाई चाहिँ राम्रो लाग्छ। पोर्साल मान्यज्यू आएर पनि अब राम्रै कुरा गर्नु, किनभने यो मलाई मेरो निम्ति पनि जिल्ला बुझ्न पाएँ भन्नुभयो। त्यसपछि त्यो बेला हाम्रो अझ एउटा के भएको थियो भन्नुहुन्छ भने यो संस्थानहरूलाई हामीले बोलाएको थिएनौँ। अलिक अगाडिको एउटा अभ्यास त्यस्तो थियो, सरकारी कार्यालय विषय विकासका अड्डाहरूले बोलाउने थियो। तर मान्यज्यूले आएर के भन्नु भने त्यो होइन, संस्थानहरूलाई पनि बोलाउनु जो जनतासँग अत्यन्त नजिक छ, जस्तो विद्युत भयो, टेलिकम भयो, खाद्यान्न भयो, यस्ता चिजहरू पनि त एकदम जनतासँग जोडिएको विषय हो। त्यसपछि स्थानीय सरकारहरूसँग पनि त्यहाँ भएका विषय हो। कहिलेकाहीँ उहाँहरूको बिचमा अलिक बढी टसल जस्तो हुन्छ। त्यो गर्दाखेरि संस्थानहरूको बाध्यता के छ र स्थानीय मतलब सरकारहरू बिच उहाँहरूको के बाध्यता, उहाँहरूको बिचमा कहाँनिर मिलेको छ नि, यो पनि राख्नुपर्छ है भनेर अहिले हामी उहाँहरूलाई पनि बोलाउँदैछौँ। त्यसपछि वार्षिक समीक्षा हुन्छ। केही पालिकाहरूले अटेरी गर्ने नआउने होइन,
प्रतिनिधि नपठाउने अटेरी गर्ने भन्दा पनि उहाँहरूले यसलाई सहभागिता नै बुझ्नु जनाउनु भएन जस्तो उहाँहरूले। त्यो त नबुझ्नु भयो जस्तो लाग्छ। त्यो उहाँहरूको अब उहाँहरूकै समस्या यो विषयमा हामीले त राम्रो बनाइदिएको मात्रै हो, कसरी बुझ्नुभयो भन्ने कुरा हो। अब मलाई के लाग्छ भने उहाँहरूले यति राम्रो कार्यक्रमलाई उहाँहरूले बुझ्न सक्नु भएन भन्ने कुरा हो। जस्तै अब केही विकास निर्माणका कामहरू हेर्दाखेरि पनि जिल्ला स्तरीय केही जिल्ला समग्रमा जिल्लाले गरेपछि मात्रै सम्भव हुने जस्तो पनि देखिन्छ होइन। त्यस्ता अब पालिका स्तरमा हेर्दाखेरि पालिकाको बजेट कम होला अथवा चाहिँ यो काम चाहिँ हामीले गर्न सक्दैनौँ कि भन्ने जस्तो होला। ती केही जिल्ला स्तरकै कामहरू पनि गर्नुपर्ने कुराहरूमा छलफल गर्नुपर्ने विषय अथवा चाहिँ सबै पालिकाहरूले समग्रमा लगानी जुटाउनु पर्ने विषय यो कुरा पनि ओझेल नपरेको जस्तो देखिन्छ नि। महसुस के गर्नु भएको छ? जिल्ला स्तरीय काम मैले तपाईँको अलिक बुझेन। जिल्ला स्तरीय काम भन्नाले केही ठ्याक्कै एउटा भन्नु त नत्र जिल्ला जस्तै अलिक ठुलै खालका क्षेत्र जस्तै जलजला क्षेत्रको विकास गर्ने हुनसक्छ होइन, कुनै एउटा पालिकाले भनेर त्यो सम्भव रहन्न। समग्रमा चाहिँ पालिकाले कुनै चाहिँ ओनरसिप लिने भन्ने कुराहरूलाई जस्तै रोल्पा अस्पतालको कुरा दिइहाले। केही समय अगाडि एकदमै भौतिक पूर्वाधार चाहिँ एक जीर्ण अवस्थामा लथालिङ्ग भएको भौतिक पूर्वाधार राम्रो भए पनि जनशक्ति नभइदिँदाखेरि त्यो समस्या चाहिँ आएको अवस्था थियो। जस्तै अब यो र ब्लड ब्याङ्कका कुराहरू होला। यस्ता यस्ता साझा विषयहरूमा कुरा गर्दाखेरि लगानीमा उनीहरू छटपटिनु पर्ने, नगरपालिकाले मात्रै हेर भन्यो भने मैले मात्रै सेवा लिएछिन, जिल्लाभरिका सबै मान्छेले सेवा ल्याएको छ भन्ने कुराहरू जस्तै यी विषयहरूमा सबै पालिकाहरूको एकद्वारा हिसाबले अथवा चाहिँ सबै पालिकाहरू रकम जुटाएर चाहिँ अलिक व्यवस्थित गर्न पाएको भए भन्ने विषयमा चाहिँ यस्ता साझा महत्त्वका कुराहरू चाहिँ उठिरहेको हुन्छ नि बेला बेलामा। एकदम सही कुरा गर्नु हो। मैले अहिले अघि बुझ्न सकिनँ। जस्तो कस्तो छ भने अहिले जिल्ला कार्यकारी नभए हुनाले स्थानीय तहलाई नै मतलब कार्यकारी र भएको कारणले कहिलेकाहीँ त जुझ्छ। जस्तो काम जिल्लाव्यापी गर्नुपर्ने हुन्छ तर यसको नेतृत्व गर्नेको र अलिक बढी नगरपालिका भन्ने कुरा ओनरसिप लिने कुरा गर्ने अथवा लगानी कुरा ओनरसिप लिने भन्दा पनि अलिक बढी यसमा लगानी कसले गर्ने जिम्मेवारी भन्नाले त्यो दबाब कसलाई पर्छ भने नगरपालिकालाई, किनभने त्यो जिल्लाको सदरमुकामसँग जोडेको विषय भयो हुनाले। तपाईँले भर्खर भन्दै गर्दा जस्तो ओसिएमसी छ, एकद्वार यो सङ्कट प्रणाली छ नि, ओसिएमसीको कुरामा पनि यो विषय कहिलेकाहीँ मेयर साहब अलिक बढी गर्नुहुन्छ के अलिक तनावमा हुनुहुन्छ। त्यो कहिलेकाहीँ स्वाभाविक हो जस्तो लाग्छ। अब जिल्ला अदालत यहाँ छ, जिल्ला हस्पिटल यहाँ छ, जो मतलब यो यिनी विषय त्यहाँ चाहिन्छ ओसिएमसीको निम्ति, पीडितको निम्ति। त्यसै गरेर अर्को के छ भने जिल्ला अब प्रहरी कार्यालय यहीँ छ। यिनी हुँदाखेरि जिल्ला सबै पालिकाबाट पीडितहरू भिक्टिमहरू यहाँ आउनुहुन्छ र आउँदाखेरि यसको व्यवस्थापन कसले गर्ने भन्ने क्वेसन आउँछ। अनि त्यो गर्दाखेरि कहिलेकाहीँ जिल्ला समन्वय समितिले गर्ने भने जिल्ला समन्वय समिति फेरि त्यस्तो संस्था अथवा त्यो होइन, फेरि बजेट पनि हुन्न। हामी त कोअर्डिनेसन सहजीकरण गर्ने मात्रै हुन्छ। त्यसले गर्दाखेरि यिनी विषयमा अहिले चाहिँ मैले पालिकाहरूमा अनुगमन जुन पालिका अनुगमनमा पनि जान्छौँ, वार्षिक समीक्षा यहाँ गर्छौँ हामी। पालिका अनुगमन पनि हाम्रो अर्को पार्ट हो। त्यो बेला गएको बेलामा उहाँहरू पनि समस्या छ। उहाँहरूले पनि के छ भने त्यहाँ सेफ हाउसहरू गराउनु भएको छ। जस्तो ओसिएमसीसित सम्बन्धित सेफ हाउसहरू बनाउनु भएको छ जसमा पीडित महिला पुरुषहरू जहाँ राख्नुहुन्छ, तर उहाँहरूलाई रातभरि राख्ने संरक्षण गर्ने उहाँहरूसँग फेरि त्यो जनशक्ति छैन, त्यो प्रकारको बजेट छैन। र यस्तै हुँदाखेरि मैले के भने यसलाई एउटा जिल्लामा बनाऊ। यद्यपि पालिकाले यसको इनिसिएटिभ ल्याए पनि, नगरपालिकाले ल्याए पनि के गरौँ भने यसको के गरौँ भने सबैले त्यहाँ जम्मा गरेर एउटा कोष बनाऊ र त्यहाँ पठाउँ, त्यसपछि खर्च गर्न सकिन्छ भन्ने ढङ्गले छलफल त्यो बेला पनि चलाइयो। यसमा फेरि ओसिएमसीको एउटा सल्लाहकार समितिको संयोजक म पनि छु। यही सल्लाह दिने हो, हामीले चाहिँ सल्लाह दिने स्थिति हो। त्यसपछि सबै ठाउँमा गर्दै गर्दाखेरि यो त्यति वस्तुवादी भएको छैन, तर यो आवश्यक कुरा। ब्लड बैंक पनि त्यही छ, त्यही त ब्लड बैंक पनि त्यही छ, मान्छे बोलाएर गराउने स्थिति छ। यसको पनि कसले लिने भन्ने छ। यो नगरपालिकाको होइन, यो जिल्लाको हो। तर के छ भने नगरपालिकामा भएको हुनाले अस्ति तपाईँले एक ठाउँ सुनिहाल्नुभयो, यो नगरपालिकाले गर्छ हामी उता गर्छौँ भन्ने स्थितिबाट तेरो मेरो भन्ने भयो। अब अलिकति यो हाम्रो के अरे अस्ति विपदको बेलामा पनि यिनी विषय उठे, त्यसपछि रेड क्रसले किन गरेन भन्ने कुरा पनि भयो। यस्ता विषय के हो भने उसले मैले गर्छु उसले गर्छु भन्दा पनि यस केही अलि जिल्लाकै व्यापी रूपमा सोचेर एउटा बजेट मतलब कोष बनाएर ओसिएमसीको निम्ति, ब्लडको निम्ति, यस्ताको निम्ति बनाउँदा राम्रो हुन्थ्यो। छलफल गर्दाखेरि त्यो अलिक सकारात्मकै हुन्छ, तर क्रियान्वयनमा जाँदाखेरि फेरि कता कता आफ्नो आफ्नोतिर गइहाल्छ। पछिल्लो समय त फेरि हामी पालिका लगानी गर्दैनौँ भन्नु पनि सिधै भन्नु थाल्छ के। अस्ति त्यो अब अलिकति त्यहाँ त्यो विषय जस्तै केही पालिकाले हाम्रो सेवा गरेर यहाँ हुन्न दामतिर जान्छन्, हामीले किन लगानी गर्ने हो, त्यसमा अलिकति विषय उठानको हिसाबले पनि अलि उहाँहरू एग्रेसिभ हुनुभएको हो। तर उहाँहरूलाई एउटा के छ भने
हामी सरकारी स्थानीय सरकार हो, हामीले दिएको बजेटको पारदर्शिता त चाहिन्छ। किनभने भोलि त आलेपो मलेपो आउँछ, त्यसपछि के दिएको मात्रै कुरा भएन, पारदर्शिताको उहाँहरूले माग गरे कारणले त्यस्तो गर्नुभएको हो। नत्र यो विषयमा चाहिँ हामीले फेरि उहाँहरू छलफल गर्न सक्छौँ। ओसिएमसीको कुरा हो। त्यसो गरी अर्को यस्तो छ, यो एचआइभी तथा एड्स यो पनि जिल्लाव्यापीको कुरा हो। यहाँ महासङ्घ छ एउटा, रोल्पा प्लसले यसको काम गरिरहेछन्। यो पनि के हो भने सबैको चासोको जिम्मेवारीको विषय हो। फेरि यस्ता बिरामीहरू लगभग अब बाहिर यसलाई त एक्सपोज गर्न भएन, तर जिल्लाभरिमा पनि केही बिरामी हुनुहुन्छ, रोग हो। मैले त के भन्छु भने रोग हो, यो फेरि गलत प्रक्रियाबाट मात्रै रोग लाग्छ भन्ने होइन नि त। एचआइभी एड्सलाई यो त विभिन्न कारणले, उहाँको बदमासी नभएको कारणले, यो यौन कसैसँग मतलब त्यो के अरे असुरक्षित यौनको कारणले मात्रै हुने होइन नि त, अरू कारणले पनि हुन्छ। यो रोग हो। रोगलाई रोग गर्न रोगैको अर्थमा बुझौँ र त्यो लागेका व्यक्तिहरूले पनि घृणा गर्नु अथवा अपमान गर्नु, अपहेलना गर्नु जरुरी छैन। तर त्यसको निराकरणको निम्ति जिल्लाभरकै व्यापी रूपमै सबै ठाउँबाट यसलाई के गरौँ भने सबै मतलब जिम्मेवार बनाऊँ र सर्टेन पैसा यसमा पनि छुट्याउँ है भनेर भनेपछि प्रत्येक पालिकाहरूले अहिले चाहिँ नगरपालिकाले सुरुमा 1 लाख छुट्टा थियो, त्यसपछि सुनसरी गाउँ के अरे यो लुङ्ग्रीले 80 गरेको थियो, थबाङले पनि कति गरेको थियो। अहिले सबै पालिकाहरूले हामी छुट्याउँछौँ है भन्ने भएको थियो। अब अहिले बजेटमा के गर्नुभयो, मैले त प्रत्येक पालिकामा गएर यस्ता विषयहरू जो जिल्लामा सरकार राख्ने र यहाँ सबै त्यहाँ जम्मा हुने विषय जुन ठाउँ छ अथवा यो जिल्ला स्तरीय प्रकारका सङ्गठन मतलब समिति सङ्गठन अथवा यो संस्थाहरू छन्, यसमा चाहिँ गरौँ है भन्ने ढङ्गले छलफल गरेका छौँ। तपाईँले अब यिनी विषय अलि यसमा कस्तो हुँदो रहेछ भने ठोस अलि कार्यविधि गर है भन्ने आयो भने चाहिँ सजिलो हुँदो रहेछ। तर उहाँहरूले आफ्नो गरे पनि हुने नगरे पनि हुने र आफूलाई अप्ठ्यारो परायो बेला गर्ने भन्दै गर्दा अब अलि पहिला चाहिँ के गरेका थियौँ भने यस्ता विषयहरूमा यिनी अलि महत्त्वपूर्ण विषयमा हस्पिटलको विषय, रगतको ब्लडको विषय, त्यसपछि सुरक्षा ओसिएमसी सुरक्षाको विषय, पीडित महिला पुरुषहरूको संरक्षणको विषय लगायतका विषयहरूमा छलफल गर्न एकचोटि सबै पालिकाहरूमा एक ठाउँमा ग्यादरिङ गरौँ न भन्ने स्थिति भएको थियो। जेनजी पछाडि त्यस्तो पनि भएन, तर छलफल चाहिँ चलिरहेछ। अहिले बजेट चाहिँ कसरी छुट्याउनु भएको छ, उसको के अरे यो एचआइभीको त हामी छुट्याउँछौँ भन्नुभयो, ओसिएमसीको पनि गर्नुहोस् है भने हुन्छ भनेर त्रिवेणी गाउँपालिका र यो विशेष गरेर रुन्टीगढी गाउँपालिका उहाँहरूलाई त्यो केस आयो कि थबाङले एकचोटि के गर्यो भने थबाङ एकजना बहिनी जो अलि अपाङ्ग हुनुहुन्थ्यो, बौद्धिक अपाङ्ग, उहाँको प्रेग्नेन्ट हुनुभयो, को हो भन्ने थाहा भएन। तर उहाँको त्यो गर्नलाई एबर्सन गर्नलाई यहाँ बनेन, यहाँबाट दाङसेवा लिनलाई त्यो जुन ठाउँबाट थबाङ गाउँपालिकाको कुनै गाउँबाट लिबाङसम्म आउनलाई पनि बजेट थिएन कि, त्यस कारणले यस्ता छुट्याउँ गऱ्यौँ। त्यसै गरेर रुन्टीगढी गाउँपालिकामा एकजना बहिनी श्रीमान कता हुनुहुन्थ्यो, अब प्रेग्नेन्ट हुनु, बच्चै जन्मिसकेपछि उहाँहरूले त्यहाँ जम्मा गर्न राख्न नसकेर कसरी राख्ने यहाँ गाउँमा भनेर यता पठाउँदाखेरि पनि अब समस्या भयो। उहाँहरूले हामी सक्छौँ भन्नुभयो, तर त्यो बहिनीलाई अथवा त्यो महिलालाई त्यो चारैतिरबाट दबाब भएपछि उहाँलाई कसरी बचाउने, त्यो कसले हेर्ने भन्ने भएर छिट्टो त्यहाँलाई भनिदिनु पऱ्यो। त्यहाँ भनेपछि भोलि कतिखेर मैले यहाँ हस्पिटलमा भनेर मगाइयो। त्यसै गरेर त्रिवेणी गाउँपालिकामा एकजना मान्छे उता इटापट्टामा जानुभयो, यहाँ घर परिवार जान परिवार थियो, उता गएर फेरि उता पश्चिमतिरको महिलासँग उहाँको अब उठबस भयो, बिहा पनि भयो, बच्चा जन्मियो। अब पछि त बच्चा लिएर आउनु पऱ्यो, घरमा आउँदा त फेरि सौदा भएपछि अब घरमा त अलिक पिटपाट यताउता भएपछि छुट्याउने भयो। पहिला श्रीमानले लिएर आउनुभयो, अब त्यो भएपछि अब उहाँ आउनुभयो, पालिकामा आउनुभयो, मलाई सुरक्षा चाहियो, मलाई यसो भयो भनेर आइसकेपछि पालिकामा कसरी राख्ने भनेर उहाँ पनि भन्नुभयो। राख्ने त हो म्याडम, एउटा कोठा छ, तर कोठामा एक्लै राख्दा भोलि हुने दुर्घटना सुरक्षा कसले दिने, उहाँले भोलि सुसाइड एउटा गरिहाल्नु, कसले हेर्ने, झन् अर्को केस हुन्छ भनेपछि मैले त्यही बेलामा यस्ता यस्ता केसमा आउनाले योलाई केही बजेट गराएर रोल्पा नगरपालिकामै अथवा यसलाई के हुन्छ हस्पिटलमै यो बनाएर एउटा कोष बनाऊ है भन्दाखेरि उहाँहरू पोजिटिभ हुनुहुन्थ्यो। अब अहिले कति छुट्याउनु भएको छ त्यो चाहिँ मलाई थाहा छैन है। जस्तै यो रोल्पा अस्पताल यो स्वास्थ्य कार्य रोल्पाको समन्वयमा चाहिँ विभिन्न पालिकाहरूमा एउटा यो खोप दिगोपना तथा सुनिश्चितता घोषणा होइन यो चाहिँ गरिन्छ, जो जिल्ला खोप समन्वय समितिको हजुर संयोजक पनि हुनुहुन्छ। तर यो काम चाहिँ एकदम प्रभावकारी भएको चाहिँ चाहिन्छ, योमा चाहिँ हजुरको पनि तत्परता देखिन्छ। ठिक हो, यो कस्तो भने योमा अलि बढी
म पनि लाग्छु यो लाग्नु पनि पर्छ किनभने कार्यालयका सबै जाउँ भन्नुहुन्छ सबै ठाउँमा पुगौँ भन्नुहुन्छ म सकेसम्म पुग्छु अब तपाईँ हामी सबैले के थाहा पाउँछौँ भने समृद्धिका कुरा गर्छौँ स्वस्थ जनशक्ति भयो भने त्यो शिक्षित पनि हुन्छ र राष्ट्र समृद्ध पनि हुन्छ गाउँ समृद्ध पनि हुन्छ अब अहिले तपाईँ हामीले थाहा पाइरहेछौँ धेरै रोगहरू हाम्रो तपाईँ हामीसँगै छ हिजो के हुन्थ्यो भने सर्ने रोगबाट डराउँथ्यौँ अहिले नसर्ने रोगले धेरै मान्छेहरू मरेन विभिन्न प्रकारका रोगहरू आछन् हाम्रो खानपिन लगायतका अब हाम्रो जुन जीवन व्यवहारको जुन हाम्रो ऊ छ यो कारणले विभिन्न रोगहरू लाग्ने अनि हिजो तपाईँ हाम्रो बेलामा खोपै लाउन पाइनौँ हाम्रो छोराछोरीले 5-6वटा कतिवटा लायो अहिले चाहिँ लगभग 13वटा जति खोप अब अहिले त 14 मैले त जुन यो किशोरीहरूको पाठेघरको मुखको क्यान्सर एचपीभी खोप भन्ने पनि अब त्यो लगभग नियमित जस्तो यद्यपि त्यो स्कुलमा के अरे 10 वर्षदेखि 14 वर्षको बालिकालाई एकचोटि लाइन्छ त्यसपछि यो पनि लगभग नियमित जस्तो भएपछि 14-15वटा खोप लाउने स्थिति छ अब त्यसको लागि के हो भने खोप भने रोगको प्रतिरोधात्मक त्यसलाई मतलब रोग लाग्नबाट बचाउने एउटा ठुलो कवच रक्षा कवच जस्तो भावनाले हामी सबै बच्चाहरू हामी त जे पनि भयौँ तर अबको युवाहरू अबको बच्चाहरू स्वस्थ हुनुपर्छ भनेर जुन ढङ्गले नेपाल सरकारले यो कार्यक्रम चलाएको छ यसमा सङ्घ प्रदेश स्थानीय तह सबैको जुन प्रकारको एकदम सक्रियता छ यसको निम्ति यो कार्यक्रम फेरि असाध्यै प्रभावकारी छ हिजो के थियो भने यो खोप नेपालमा हामी जस्तो गरिब राष्ट्रहरूमा परीक्षणको निम्ति ल्याउँछन् भन्ने थियो अब त्यो पनि हटिसकेको छ खोप लाउनुपर्छ भन्ने चेतना भएको छ कतै फेरि धर्मको कारणले के कारणले नलगाउने भन्ने कुरा हैन 1-2 वर्ष त्यो भयो त्यसपछि हामीले अलिक बढी बुझायौँ भने कतिपय ठाउँमा अलिक बढी टाइट पनि गर्यौँ तर अहिले के हो भने बच्चाले यो उसको अधिकार हो खोप लाउन पाउने बच्चाको अधिकार हो त्यो भएर त्यो अधिकार आफ्नो अभिभावकले बाउआमाले पनि त्यो अधिकार हनन गर्न पाइन्न है यो गरेपछि तपाईहरु दण्डित हुनुहुन्छ भन्ने ढङ्गले पनि गर्यौँ त्यसपछि यसको प्रभावकारिता राम्रो छ अहिले पछाडि त्यो एचपीभी खोपको बारेमा केही त्यस्ता फेरि भ्रमहरू थिए अलि बढी फेसबुकहरुमा लेख्ने यो के हो भने यो त महिलाहरूलाई अथवा युवतीहरूलाई बाँझोपनको विकास गर्न अथवा यो चुने कता कता विदेशीहरूले एकदम षड्यन्त्र गरे यो नलाउनुस् है भन्ने जस्ता कुरा पनि आए तर त्यस्तो होइन भन्ने भयो हामी त स्वास्थ्यसँग धेरै उ राख्ने मान्छे हैनौँ तर उहाँहरूले हामीलाई के गर्नुहुन्छ भने त्यो खोपभन्दा अगाडि ओरिएन्टेसन गर्दाखेरि हामीले राख्दा जिज्ञासा राख्दाखेरि त्यस्तो होइन है योले के गर्छ भने क्यान्सर जस्तो डरलाग्दो रोग विशेष गरेर महिलाहरूमा सबभन्दा बढी लाग्ने रोगलाई योले के गर्छ भने लाग्न दिनबाट मतलब रोक्छ त्यो भावनाले यो देश मैले त त्यो बेला पनि भने यो युगका सबभन्दा भाग्यमानी यी बच्चीहरूले गत वर्षबाट यो लगाइराख्नु पाउनु भएको छ अबका बच्चाहरूले यो पनि यो राम्रो अवसर पाछन् त्यो भएर खोप कार्यक्रम रोल्पामा धेरै राम्रो छ सायद नेपालमै राम्रो होला यो खोपबाट ओडादेखि नै एकदम राम्रो सपोर्ट छ अब यसमा अलिकति एउटा पालिकाका अध्यक्षजीहरूले अब यो खोपलाई पालिकामा ओडामा नगरेर पालिकामा मात्रै गर्ने कि भन्ने ढङ्गले पनि छलफल माडीपा गाउँपालिकाको अध्यक्षजीहरूले अलि बढी यसलाई विषय उठाउनुहुन्छ मैले त अझ यसलाई त राम्रो यसलाई त पर्वको रूपमा मैले सधैँ भन्ने गर्छु यो त हाम्रो पर्वको रूपमा मनाउनु पर्छ यसलाई जागरणको रूपमा मनाउनु पर्छ यसलाई अभियानको रूपमा मनाउनु अभियान त भएको छ अनि यसले कस्तो हुन्छ भने गाउँका दिदीबहिनीहरूले प्रेरित गर्नुहुन्छ के तपाईँ हामी जाने भन्दा स्वयंसेविका दिदीबहिनीहरू आमा समूहहरू अब त्यो बिचरा त्यो खोप लाउने हाम्रो मासिका दिदीहरू त उहाँ त भइहाल्नु भयो तर उहाँहरूले नै यस्तो राम्रो बनाउनु भएको छ यो राम्रो कार्यक्रम छ हजुर अब हामी कार्यक्रमको अन्त्यमा छौँ अन्तिम विषयवस्तु उठान गर्छु हरसँग कुराकानी गर्ने विषयवस्तु त धेरै छन् तर समयको सीमितता छ सीमा हेरफेरको लागि भनेर सङ्घीय सरकारले एउटा परिपत्र गरेको छ होइन त्यो सँगसँगै अब जिल्लामा विभिन्न समितिहरू पनि बनेको छ जो समितिको हजुर संयोजक पनि हुनुहुन्छ अब यो सीमा हेरफेरको विषय अथवा चाहिँ राज्यको पुनर्संरचना भयो अब अहिले पछिल्लो समयमा चाहिँ के छन् बाधक अथवा चाहिँ अप्ठ्यारोहरू के छन् सेवा लिन दिनको लागि भन्ने हिसाबले फेरि पनि एउटा यो सीमा हेरफेरको विषय उठेको छ यो विषयमा चाहिँ के गरिदिनुहुन्छ के छ परिपत्र पछिल्लो यस्तो छ यो भर्खरै यो हुन त यो विषय अगाडि पनि उठेरै छ 76-77 पनि कतिपय विषयहरू माथि गएको छ भन्ने कुरा नै छ सुरुमा जुन राज्य पुनर्संरचना 3 तहको सरकार बनिसकेपछि पनि एक चरण कतै अझै नमिलेका छन् है अप्ठ्यारा छन् भनेर मागेको रहेछ त्यो कतिपय पुर्याउनु भएको रहेछ र अहिले चाहिँ यो सरकारले चाहिँ एउटा समिति बनाएको छ गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 भनेर एउटा यही नाममा एउटा समिति छ त्यो समितिको संयोजक
जिल्लामा म छु। मेरो संयोजकत्वमा के छ भने मतिल नापी, त्यसपछि माल, अनि त्यसपछि प्रशासनको साक्षी साहब, अनि मेरो हाकिम साहब चाहिँ त्यसको सदस्य सचिव, अनि लगायत एउटा टिम समिति छ। त्यो समितिलाई अहिले के छ भन्नुहुन्छ भने अब जिल्लामा अझै पनि त्यस्तो समस्या छन् भने वडाहरूमा, जिल्लामा भन्दा पनि वडामा, पालिकामा त्यस्ता समस्या छन्, जनतालाई अझै पनि अपायक परेको छ र त्यस्ता कुनै गुनासा छन् भने त्यस्तामा हेरफेर गरेर पठाउने भन्ने ढङ्गले यो समिति बनाएको छ। अब यो समिति त बनाएको छ, तर यो त्यति धेरै म्याच्योर त लाग्दैन हामीलाई। अब सरकारले पनि कसरी बनायो, कस्तो छ भने यो समितिको संयोजक म छु। अब पालिका, वडा पालिका, त्यहाँबाट हामी कहाँ अब प्रस्ताव एउटा कस्तो आउने, मतलब कस्तो विषयमा छलफल गर्ने भनेर उहाँहरू बसेर एउटा के गर्नुहुन्छ, सिफारिस गरेर सिफारिस पत्र पठाउनुहुन्छ। त्यो सिफारिस पत्र आइसकेपछि हामी बैठक बस्छौँ। अनि हामी बैठक बसेर त्यहाँहरूको जुन जुन भूगोल छ, उहाँहरूले गाभिन खोजेको, छुट्टिन खोजेको भूगोलको सबै अब नक्साहरू, पारदर्शी नक्सा र त्यसका केही 7-8वटा त्यसका पनि छन्, के अरे यो सिफारिसका आधारहरू पनि छन्, जस्तो जनसङ्ख्या छ, भूगोल छ, प्रशासनिक सुगमता छ, पूर्वाधारको विकास, आर्थिक लगायतका विषय छन्। यिनी विषय उहाँहरूले स्पष्ट यो गर्दा, यो हामी यता गर्दा यस्तो यस्तो हुन्छ, यिनी सबै चिज छुट्याएर ल्याउनुभयो भने हाम्रो समितिले के गर्छ भने भूगोलको अध्ययन गर्न जान्छ। तर यो विषय विवाद रहित हुनुपर्छ। पालिकामा फेरि विवादित हुने, यताउता भयो भने त्यति सार्थकता पाउन्न जस्तो लाग्छ, किन विवादैमा पर्छ। उहाँहरूलाई के हो भने जुन जानेमा व्यक्ति एउटा एकजनालाई सजिलो हुने, अर्कोलाई अप्ठ्यारो हुने त हुन्न नि। त्यो भावनाले अप्ठ्यारो भएपछि सबैले अप्ठ्यारो भयो, सजिलो भएपछि सबैले सजिलो भयो भन्दै गर्दा पनि यिनी जुन आधारहरू छन्, यिनी आधार मिल्यो भने हामी गएर के गर्छौँ भने हेरफेर गर्छौँ। र कति यो मतलब कार्यविधि त्यति धेरै म्याच्योर त बनाएको छैन। अनि फेरि हामीले यो त हामी पालिकाबाट हामी कहाँ आउने, हामीले प्रदेशमा पठाउन पाउने, त्यसै सङ्घमा जा पठाउन पाउने भएपछि एउटा सोझो बाटो हुन्थ्यो। तर अहिले कस्तो बनाएको छ भने पालिकाले हामी कहाँ सिफारिस पठाउनुहुन्छ, हामी बसेर फेरि सबै बनाएर पालिकामा पठाएर पालिकाबाट माथि जाने स्थिति बनाएको छ कि यो त्यति राम्रो त। अब यो उल्टो त उल्टै बनायो। तर अब के छ भने हामीले पठाएछौँ, यो चिठी पत्र आइसकेपछि, पछाडि यो कार्यविधि आइसकेपछि हामीले साउनको 4 गते 7 दिनभन्दा बढाएर 15 दिनको म्याद राखेर हामीले पठायौँ पालिकाहरूमा। पालिकालाई यो चाहिने, पालिकालाई हो, वडालाई हो। तर सुरुमा उहाँहरूले त्यति धेरै चासो दिए जस्तो लागेन। छैन भन्ने भयो। लुङ्ग्रीबाट मात्रै आयो, लुङ्ग्री गाउँपालिकाको एउटाबाट हामी एउटा गाउँ त जान चाहन्छौँ भनेर आयो। आइसकेपछि पछाडि अब बाहिर आयो, बाहिर चाहिँ हामीले गरेका छौँ भने यो जुन समिति बनिसकेपछि यो यही 9 नम्बर, यो के अरे 7 नम्बर वडा नगरपालिकाको त्यहाँबाट अलि अगाडि नै आउनुभएको थियो मकान, म्याडम हामी पहिला पनि पठाएछौँ, यसो यसो छ भन्नुभयो। अहिले नल्याउनुहोस्, यो मापदण्ड अहिले कार्यविधि माथिबाट बन्यो भनेर आछ, भोलि यसको कार्यविधि आउला, त्यसपछि तपाईँलाई पत्र हामी फेरि पठाउँछौँ, त्यसको आधारमा पठाउनु होला भन्ने मैले त्यो बेला भएको थियो। तर अहिले 15 दिनको म्याद राख्दाखेरि पनि त्यहाँबाट आएन। नआएपछि मैले फेरि पालिकाले अलिक बढी यसलाई के बुझ्नुभयो कुनै थाहा भएन। उहाँहरूले त्यति धेरै सिरियसली लिनु भएन। धेरै जोड घटाउ गरेर उहाँहरूले विभाजन गर्नु भएको छ नि त। उहाँहरूले फेरि पुनर्संरचना गर्ने महत्त्व ठान्नु भएन। होइन, अब त्यो के हो त्यो थाहा भएन। तर पछाडि फेरि एउटा के हो भने ठ्याक्कै त्यो पालिकाको मात्रै हामी गर्दै थियौँ। अनि त्यही बैठक बस्ने दिनमा श्री सुनसरी गाउँपालिका अध्यक्ष जो अत्यन्तै, उहाँ त अहिले त पहिलेदेखि त्यहाँ विपद भइरहेछ, उहाँले मलाई फोन गरेर, म्याडम हाम्रो यो अहिले विपद तपाईँले थाहा पाउनुभयो, त्यो कारणले हामी छलफल गर्न समय पाएनौँ, तर त्यो हामीलाई पनि आवश्यक छ। त्यस कारणले हामी अनुरोध गर्छौँ केही दिनलाई तपाईँहरूले म्याद यसो बढाइदिनुहोस्, थोरै थपिदिनुहोस् भनेर अध्यक्षज्यूले हामीलाई पत्र पठाउनु भएपछि अनि हामी समितिले के गर्ने, अब एकचोटि गरिरहेको थियौँ, अब यसलाई कति बढाउने भन्ने पनि थियो। त्यसपछि एक चरण गरिदिउँ न, नयाँ विषय पनि भयो। फेरि भोलि उहाँहरूले फेरि आउला तलबाट किन गरेनौँ भन्दा आउला, एकचोटि फेरि सबै पालिकामा पत्राचार गरौँ। त्यसपछि आयो भने, आएन भने ठिकै छ, किन त्यो गर्नै पर्छ भन्ने छैन। अप्ठ्यारो परेछ भने सजिलो बनाउनको निम्ति हो। अब त्यो कारणले आएपछि हामी छलफल गर्छौँ भन्ने छ। र अहिलेसम्म
2-4वटा पालिका अहिले अघि म आउँदासम्म पनि आज फेरि पछि थपेको 5 दिनको म्याद पनि 5-7 दिनको म्याद पनि आज लगभग सिद्धिया छ। आज कति आएपछि हामी छलफल गर्छौँ। त्यसपछि मैले अरू पालिकालाई त्यही भनेको छु, योमा विवाद गरेर यो समाधान हुन्न, कसै छुट्टिने कसै के गर्ने भनेको हुन्न। तर त्यहाँका सबै जनताले हामी यतातिर जाँदा हामीलाई राम्रो हुन्छ है, अथवा हामी यतातिर जाँदा राम्रो हुन्छ, हामीले अर्को एउटा बनाउँदा राम्रो हुन्छ भनेर पालिकामा पहिला पालिकामै गर्नु पर्यो, वडामा बस्नु पर्यो, त्यसपछि आफ्नै पालिकामा पनि अध्यक्षज्यूहरू सबैले उहाँलाई कन्भिन्स गरेर त्यहाँबाट आयो भने चाहिँ एउटा सार्थकतामा जाला, नत्र भने अब के हुन्छ हेरौँ। तर हामीले हाम्रो काम चाहिँ गर्नुपर्छ। भर्खर सुरुवात भएको छ। अब हामी कार्यक्रमको अन्त्यमा केही भन्न चाहनुहुन्छ? ठिकै छ, तपाईँलाई अब केही समसामयिक विषयहरू जो हामीले यहाँबाट स्पष्ट पार्नुपर्ने विषय थियो त्यो विषय तपाईँले यी विषयमा मलाई क्वेसन गर्नुभयो, यसको निम्ति धेरै धेरै धन्यवाद। यद्यपि धेरै स्पष्ट कति भयो मलाई थाहा छैन र अहिले अत्यन्तै फेरि पनि मैले के दोहोऱ्याएँ भने हामी धेरै अप्ठ्यारोमा छौँ, विपदकै उमा छौँ, के अरे यो बाढी पहिरो पानी बर्सातकै बिचबिचमा छौँ। त्यही भएर फेरि पनि पूर्वी जुन हाम्रो जिल्ला पूर्वी जुन ढङ्गले अलिक बढी अहिले शोकमा छ, त्यसै गरेर अरू पश्चिमतिर उत्तरतिर दक्षिणतिर पनि हामी सजग बनाऊँ र सबैले त्यो पूर्व बेल्टलाई सबैले हामी रोल्पाको समस्या हो भनेर सबै जिल्लावासीले त्यसमा हातेमालो गरौँ र सहयोग गरौँ भन्ने पनि मैले यही रेडियो मार्फत भन्न चाहेँ। र तपाईँ हामी सबै लागेर यो गरौँ, सहयोगमा जुटौँ र यो कार्यक्रममा बोलाएर 2-4वटा साना विषयमा जुन ढङ्गले तपाईँले मलाई विषय राख्ने अवसर दिनुभयो, यसको निम्ति रेडियो मालाश्री सम्पूर्ण परिवारलाई म हृदयदेखि धन्यवाद दिन्छु। हस् हुन्छ, आफ्नो अति व्यस्त समयको बावजुद पनि कार्यक्रममा समय दिनुभयो त्यसलाई तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हस्, आज कार्यक्रम समय सकिएको छ। आज कार्यक्रममा चाहिँ संवादमा रहेर हामीले जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यसँग समसामयिक विषयमा कुराकानी गरेर विपदको जुन घटना घटिरहेको छ बिचमा हामी के गर्न सक्छौँ, अवस्था के छ, अझै पनि मनसुनकै समयमा भएको कारणले गर्दाखेरि हामी कतिको सजग र सचेत बन्नुपर्नेछ भन्ने हिसाबले कुराकानी गऱ्यौँ भने वार्षिक प्रगति समीक्षा पनि गर्दैछ। त्यो सँगसँगै सीमा हेरफेर र यो जिल्ला खोप समन्वय समितिको संयोजक पनि भएको कारणले गर्दाखेरि यो कार्यक्रम अत्यन्तै प्रभावकारी बनिरहेको, अझै प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने हिसाबले हामी कुराकानी उठान गऱ्यौँ। त्यसको विषयमा हामीले जुन कुराकानी गऱ्यौँ अथवा चाहिँ छलफल गऱ्यौँ जो राहतका कुराहरू छ अथवा चाहिँ विपद भइसकेपछि राहत कुनै ठाउँमा जम्मा भएको त्यो राहत चाहिँ सम्बन्धित व्यक्तिले नपाएका भन्ने कुराहरू छन्। यो विषयमा पनि सम्बन्धित तहमा चाहिँ समन्वय गर्नुपर्ने अथवा चाहिँ ध्यान आकर्षण गराउनुपर्ने, जो राहत पाउनुपर्नेहरूले प्रशस्त मात्रामा चाहिँ राहत पाउन्। आजको हाम्रो कार्यक्रमको अपेक्षा पनि हो। मनसुन अझै सक्रिय छ, भारी वर्षा भइरहेको अवस्था रहेको छ। भोलि के थाहा हामी सुरक्षित छौँ भनेको स्थानमा पनि विपदका घटनाहरू आउन सक्छन्। तसर्थ सतर्क भएर उच्च सतर्कताका साथ हामी समयमा भएर चाहिँ बसौँ, छिमेकीहरूलाई चाहिँ त्यो आग्रह गरौँ। यद्यपि घटना घटिहालेको खण्डमा तुरुन्तै सम्बन्धित निकायमा सम्पर्क र उद्धार कार्यमा हामी आफै पनि जुटिनुपर्ने खटिनुपर्ने यो आवश्यकता हुने। त्यो सँगसँगै घटेका जुन खालका विपदका घटनाहरू घटेका छन् त्यो ठाउँहरूमा राहत सङ्कलनका कुरा, राहत वितरणका कुरा, सकेसम्म उनीहरूलाई कसरी चाहिँ सजिलो बनाउन सकिन्छ, पीडितहरूलाई कसरी चाहिँ सजिलो वातावरण चाहिँ सिर्जना गर्न सकिन्छ, सबै छिमेकीहरूले ध्यान दिनुपर्ने आवश्यक हो। आजको कार्यक्रमको यो निष्कर्ष यति जसम्म कार्यक्रम सुन्नुभयो त्यसलाई तपाईँ आफ्नो अति व्यस्त समयको बावजुद पनि कार्यक्रमलाई समय दिनु अति र प्राविधिक सहकर्मी भरत विश्वकर्मालाई धन्यवाद। कार्यक्रमको अर्को श्रृङ्खलामा फरक विषयवस्तु र अवस्थामा कार्यक्रममा आउने नै छौँ। तबसम्मको लागि कार्यक्रम सञ्चालक म गणेश केसी बिदा हुन्छु। रेडियो सुनेर हार्दिक गर्नुहोला। नमस्कार।